केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। कतिलाई हँसाउनु भएको छ, कतिलाई रुवाउनु भएको छ। तपाईले छोरा नपाए पनि धेरैको बा बन्न पाउनु भएको छ। मरेपछि के गर्छन् थाहा छैन, जिउँदै भुत्ला र पुत्ला जलाउने छोरा बनाउनु भएको छ। केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। देशको विकास पनि त धेरै नै गर्नु भएको छ। जनताले प्रयोग गर्दैनन् त के भयो? हस्पिटल र भ्यू टावर बनाइदिनु भएको छ, नेपालमै पानी जहाज ल्याइदिनु भएको छ, घर घरमा ग्यास पाइप जोडिदिनु भएको छ, हावामा भए पनि रेल कुदाइदिनु भएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। यता जनताको पिरमर्का पनि बुझिदिनु भएको छ। बेनी कुसमा रेल कुद्यो भने वरिपरिका घर उछिटिन्छन् कि भनी चिन्ता पनि लिनु भएको छ। यता सडकमा जो जति उफ्रिए पनि कहिले थाहा नपाए चाहिँ गरिदिनु भएको छ, कहिले थाहा पाएर पनि कानमा तेल हालेर बसिदिनु भएको छ। साँच्चै केपीपा जे गर्नु भएको छ ठिक गर्नु भएको छ।